मुस्लिम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मोहरम पर्व अर्थात् दाह मनाइरहेका छन्। इस्लामी नयाँ वर्ष 1443 हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने यो पर्व 10 दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ। जनकपुरधाममा पनि मुस्लिम धर्मावलम्बीहरूले दाह पर्व मनाइरहेका छन्। उनीहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि 12 बिघा रणभूमि मैदानमा मोहरम पर्व मनाएका छन्। मुस्लिम धर्मावलम्बी गुरु हजरत इमाम हुसैनको सम्झना स्वरूप मनाइने यो पर्वमा मुस्लिम धर्म गुरुको प्रति स्वरूप तहजिया दाहको पूजा गर्ने प्रचलन रहेको छ। भाकल गरी स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नका पारिवारिक सुख समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेको छ। मुस्लिमहरूले मोहरमका अवसरमा साहसिक प्रदर्शन पनि गर्दछन्। 1400 वर्ष पहिले इमाम हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित 72 जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप मोहरम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरूले बताउँछन्। इस्लामी नयाँ वर्ष हिजरी सम्बत 1 देखि 10 दिनसम्म यो पर्व मनाउने गरिन्छ। मोहरमको 10औं दिनलाई आशुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवाहरू बताउँछन्। यो मुहर्रमुल हराम का महीना छ। मुहर्रमुल हराममा जसरी हामीहरूको कुर्बानी हुन्छ, नयाँ साल सुरु हुन्छ मुहर्रमुल हरामबाट, यो महिनाबाट खत्मी हुन्छ कुर्बानीबाट। तर रमजानमा जिलहिज्जामा पनि कुर्बानीको हुकुम छ, त्यो कुर्बानी गर्नुहोस्। मुहर्रममा पनि हुक्म छ कि कुर्बानी गर्नुहोस्। त यो महिनामा मुहर्रमुल हरामको महिनामा 10 मुहर्रमुल हरामको यजीद पलीद ने हाम्रो इमाम हसन हुसैन को कत्ल किया था। वहीं को सन्दर्भमा हामीहरू परम्परादेखि मनाउँदै आउँदैछौँ। हुसैन इराकको राजधानी बगदादको करवाला भन्ने ठाउँमा यजिदी फौजसँगको धर्मयुद्धमा शहीद भएका थिए। हुसैनले इस्लाम र मानवताको रक्षा गर्ने आफ्नो परिवार र साथीहरू लागि बलिदान दिएका थिए। हसन तथा हुसैनको प्रतीक स्वरूप बाँसको ढाँचामा विभिन्न रङ्गी चङ्गी कागज बेरी ताजिया दाह बनाउने गरिन्छ। मुस्लिम धर्मावलम्बीले मनाउने महान पर्व मोहरम केही वर्ष यता हिन्दू समुदायले पनि सँगसँगै मनाउन थालेपछि यो सद्भावको पर्व बन्दै गएको छ। यसले हिन्दू र मुस्लिम बीच एकता अझै प्रगट बनाएको छ।